सञ्चालकज्यू, यस फुलबारी द्वादशी दशैं मेलाका प्रमुख अतिथिज्यू, सर्दिया गाउँपालिकाका अध्यक्षज्यू र मञ्चमा आसीन सम्पूर्ण अतिथिगण ज्यूहरू र यो मेलालाई भव्य एवं सभ्य रूपमा सफल पार्नको निम्ति उपस्थित हुनुभएका सम्पूर्ण दर्शक महानुभावहरू, विभिन्न बुद्धिजीवी लगायत सम्पूर्ण उपस्थित महानुभावहरू, आज हामी झिमरुक गाउँपालिका वडा नम्बर 6 अन्तर्गत यो द्वादशी मेलामा उपस्थित भएका छौँ। सर्वप्रथम यहाँहरू सबैलाई म स्वागत एवं अभिवादन टक्राउन चाहन्छु। र आज हामीले जुन तरिकाले यो द्वादशी मेला भव्य रूपमा सम्पन्न हुन गइरहेको छ, यसको एउटा धेरै लामो इतिहास नभए पनि 2044-45 सालतिर यस चिसबाङका युवाहरूले एउटा समिति गठन गरेर अरू एरियाहरूमा मेलाहरू हुने, यहाँ चाहिँ सुनसान रहने यो अवस्थामा तत्कालीन समयमा शिवशंकर पोखरेलको अध्यक्षता र पदमबहादुर पोखरेल सचिव रहेको एउटा समिति गठन गरेर हामीले त्यो बेला मेला सञ्चालन गर्ने एउटा सोच बनाएका थियौँ। त्यति बेला मेला सञ्चालन गर्ने वा नगर्ने विषयमा केही दुविधाहरू आउँदा हामीलाई अहिले स्वर्गीय मुक्तिप्रसाद उपाध्यायज्यूले ठुलो सहयोग गर्नुभएको थियो र आज पनि हामीले मुक्तिप्रसाद उपाध्यायको फोटालाई हामीले चाहिँ मौलोमा राखेर पूजाआजा गरिरहेका छौँ। त्यो एउटा हामीलाई हौसला र प्रेरणा दिने व्यक्तित्व भएको कारणले हामीले त्यो गरिरहेका छौँ र निरन्तर रूपमा चल्दै आएको यो मेला बीचमा कुनै आर्थिक समस्या अथवा कोरोनाको कारण आदि इत्यादिले हामीले 2-3 वर्ष जति रोक्नु पर्यो र पछि फेरि यही एरियाका युवाहरू फेरि सशक्त रूपमा हिजो हाम्रा बाबुबाजेहरूले सञ्चालन गरेको एउटा संस्कृति, एउटा परम्परालाई हामीले चाहिँ रोक्नु हुँदैन, हामीले यसलाई अगाडि बढाउन लैजानुपर्छ भन्ने हिसाबले एउटा युवाहरू पुनः सङ्गठित भएर गोपाल केसीको नेतृत्वमा एउटा समिति बन्यो र त्यो समितिले सुरुवात गर्यो र त्यसको 2 वर्षपछि अहिले हाम्रो भाइ हरिहर पोखरेल यसको अध्यक्ष हुनुहुन्छ र उहाँको नेतृत्वमा यो कार्यक्रम सञ्चालन भइरहेको छ। हामीलाई खुसी लाग्छ कि आज युवाहरूले यो देश परिवर्तन, यो देशको चाहिँ समृद्धिको लागि चाहिँ जसरी लडिरहेका छन्, त्यसै गरी हाम्रो संस्कृति जगिर्नाको निम्ति पनि यहाँका युवाहरू सशक्त रूपमा लागि परेका छन्। यसको निम्ति म यहाँका युवाहरू, यो समिति आयोजक समितिलाई म हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्न चाहन्छु र यो परम्परालाई यहाँहरूले निरन्तर दिनुहुनेछ र यो हामी अलिकति उमेरले डाँडो काट्दै जाँदा फेरि अझ पछिल्लो पुस्ताले पनि यसलाई पक्रेर अझ अगाडि जानुहुनेछ र यो हाम्रो गाउँठाउँको विकास, हाम्रो यहाँको समुन्नत समृद्धिको लागि यहाँका युवाहरूले जोरदार रूपमा चाहिँ आफ्ना क्रियाकलापहरू अगाडि बढाउँदै लानुहुनेछ। देशमा भित्र रहनुभएका, देश बाहिर रहनुभएका सम्पूर्ण महानुभावहरूलाई यो मेलालाई अझ सशक्त र व्यवस्थित बनाउनको निम्ति भरपूर सहयोग गर्नुहुनेछ भन्ने आशा व्यक्त गर्न चाहन्छु र विगत लामो समयदेखि झिमरुक गाउँपालिकाले यो मेला व्यवस्थापनको लागि आर्थिक सहयोग गर्दै आउनुभएको छ र फेरि पनि यस्ता सहयोगहरू भइरहने छन् र आजको यो कार्यक्रममा विशेष गरेर आफ्नो व्यस्त समयलाई थाती राखेर यो कार्यक्रमको शोभा बढाइदिन पाल्नुभएका झिमरुक गाउँपालिका सर्वे अध्यक्षज्यूलाई विशेष धन्यवाद व्यक्त गर्दै सम्पूर्ण उपस्थित महानुभावहरूलाई हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दै एकदम यहाँहरूको सुखद जीवनको सुखद रहोस् भन्ने कामना गर्दै मेरा भनाइहरू यहीँ अन्त्य गर्न चाहन्छु र यो मेला भव्य एवं सभ्य रूपमा सम्पन्न होस्। हार्दिक शुभकामना व्यक्त गर्छु। धन्यवाद।